हेलो साथीहरू, अक्षय तृतीयाको लागि मैले यसरी तयार पारेकी छु। अक्षय तृतीयामा पूजा गर्नको लागि है। अब एउटा पिरा लिने, पिरामा रातो कपडा ओछ्याउने, त्यसपछिबाट यसरी माटोको कलश हजुरहरूले राख्न सक्नुहुन्छ र लक्ष्मी माता, श्रीयन्त्र, कुबेरजी, विष्णु लक्ष्मीको प्रतिमा, शालिग्राम भगवान, गणेशजी यसरी राखेकी छु मैले है। अब दीप प्रज्वलन गर्ने अनि त्यसपछिबाट यो कलशमा चाहिँ जल भरेर सुपारी, सिक्का हैन, बेसारहरू राखेर अनि अक्षताहरू राखेर 5वटा आँपको पात राखेर नरिवल राखेर यहाँ चाहिँ कलश बनाउने। अनि यो एउटा कलश यहाँ छुट्टै छ। यो कलशमा चाहिँ सातु शरबतको पनि दान गरिन्छ, सातुको पनि भोग लगाइन्छ र शरबत राख्नको लागि मैले यो कलश यहाँ तयार पारेकी छु। र विशेषमा चाहिने भनेको हजुरहरूलाई धनिया, बेसारको सुठो, ल्वाङ, सुकमेल, चनाको दाल, सातु, केही मिठाईहरू हैन। हजुरहरूले मैले यो डेमो देखाइदिएकी हुँ, तयार पार्न सक्नुहुन्छ। र कर्मपात्र पनि चाहिन्छ, अर्घ दिनुपर्ने हुन्छ र विशेषमा खरबुजाको भोग लाग्छ, खरबुजा। अनि त्यसपछिबाट सानो हवन पनि गर्नुपर्छ है। हवन सामग्रीहरू हजुरहरूले गर्न सक्नुहुन्छ तयारी। अनि धूपबाती भयो, अनि लोटीहरू र 5 प्रकारका फलहरू एउटा एउटा गरेर पनि हजुरहरूले तयार गर्न सक्नुहुन्छ। बिहानै उठेर आफ्नो घर आँगनको सरसफाइ गरिसकेपछि रातो वस्त्र धारण गरेर पूजाहरू गर्नुहोला। सम्पूर्ण देवी देवताका, आफ्नो पूजा मन्दिरमा भएका सम्पूर्ण देवी देवताका मूर्तिहरू जति पनि छन् पञ्चामृतद्वारा अभिषेक गरिदिने। पञ्चामृत सम्भव भएन भने शुद्ध जल, गङ्गा जल मिसाएर अभिषेक गरिदिने। र विशेषमा चाहिँ यसरी अलग्गै लक्ष्मी माताको पूजा आराधना गर्ने, गणेशजीको हैन इत्रहरू लगाइदिने। माताहरूलाई स्नान आदि गरिसकेपछि इत्र एकदमै मन पर्छ। र सौभाग्यको सामग्रीहरू चाहिँ मैले ल्याएकी छुइनँ है साथीहरू। सौभाग्यको सामग्रीहरू पनि केही लक्ष्मी मातालाई अर्पण गर्न सक्नुहुन्छ। र केही साडीहरू आफ्नो गच्छे अनुसार है, सबै आफ्नो गच्छे अनुसार गर्ने हो। हजुरहरूले जस्तो सक्नुहुन्छ त्यस्तै गर्नु होला हैन। पहिला त मैले पनि एकदमै साधारण सिम्पलै गरेकी हुन्थेँ, अहिले पनि त्यस्तो खासै त केही छैन। तर लक्ष्मी माताले जस्तो दिनुहुन्छ, जस्तो चाहनुहुन्छ त्यस्तै गर्ने हो। र कतिजनाले चाहिँ यो कलशमा चाहिँ दान गर्नुहुन्छ, यो कलश चाहिँ हैन। तर अब यो कलशमा चाहिँ मैले चाहिँ माताले दिनुभएको ज्ञान अनुसार केही अन्नहरू भरेर हैन, बेसारको सुठोहरू राखेर वर्षभरि भान्साकोठामा राख्ने गरेकी छु। त्यसो गर्दाले चाहिँ धनको कमी हुँदैन। कहिले पनि उधारो ऋण गरेर चामलहरू किनेर, दालहरू किनेर, तेलहरू किनेर खानु पर्दैन। यति चाहिँ सह हुन्छ भान्सामा हैन। त्यही भएर चाहिँ मैले राखेकी हुन्छु मैले। अब हजुरहरूले पनि तयारी गर्दै गर्नु होला। बिहानै पूजा आराधना गरेर सादा खाना खान सक्नुहुन्छ हजुरहरूले हैन। सादा खाना खानु होला। बेलुका बिहान भ्याउनु भएन भने बेलुका साँझमा पनि पूजा गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हजुरहरूले अलिकति बिहान चाहिँ ठिकै फलफुलहरू, हलुवाहरू केही खाएर बस्न सक्नुहुन्छ दिनभरि। आफ्नो तरिकाले गर्नु होला साथीहरू। पूजा गर्नुभन्दा पहिला चाहिँ हजुरहरूले सरसिउँ, जुन पहेँलो सरसिउँ हुन्छ, सरसिउँ मजाले भित्र बाहिर सबैतिर छर्कने। अनि त्यसपछिबाट पूजा आचमन गरेर चाहिँ 3 पटक अनि पूजा आराधना गर्ने। पूजा आराधनामा दीप प्रज्वलन गरिसकेपछि दियोको, अनि कलशको, गणेशजीको, सम्पूर्ण भगवानजीहरूको, श्रीयन्त्रको, लक्ष्मी माताहरूको पूजा आराधना गर्ने। र अक्षय तृतीया हो, सकिन्छ भने सुन किनेर ल्याउन सकिन्छ, मातालाई अर्पण गर्ने। सकिँदैन भने चाँदी हैन, केही सकिँदैन भने पनि चनाको दाल अलिकति भए पनि किनेर ल्याउनु, बेसार ल्याउन सक्नुहुन्छ, धुलो भए पनि सुठो भए पनि हैन, पूजा सम्बन्धी केही सामग्रीहरू ल्याउन सक्नुहुन्छ, सरसिउँ ल्याउन सक्नुहुन्छ हैन। त्यसरी हजुरहरूले केही सौभाग्यका सामग्रीहरू पनि ल्याउन सक्नुहुन्छ। हजुरहरूले आफ्नो जति क्षमता छ त्यही अनुसारले गर्नु होला। धूपबाती, कपुर आरती यही त हो नि गर्ने भनेको। अनि त्यसपछिबाट हजुरहरूले त्यसरी तयार गर्दै गर्नु होला। सकिन्छ भने बिहानै पूजा गर्नुहोस्, दिनभरि सादा केही भोजनहरू गरेर बस्नु होला। सकिँदैन भने साँझमा गर्नु होला। र बिहान पूजा गरे पनि साँझमा पनि विशेष आरतीहरू चाहिँ गर्नु होला है साथीहरू। अनि यसरी हजुरहरूले श्रीयन्त्रको पूजा गर्नु पहिला सुरुमा है। जय लक्ष्मी माता।